ल आज चाहिँ म सैलुनमा आइपुगेको छु। हाम्रो जय किसनजी को यो सानो सैलुनमा अमरटोल अवस्थित विराटनगरमा रहेको यो सानो सैलुनमा म प्राय महिना कतिचोटि आउँछु म? एकचोटि है। महिनामा 1 महिना 1.5 महिना लाग्छ। म एकचोटिमा आउने गर्छु है। उहाँले एकदम राम्रो पनि काटिदिनुहुन्छ। एकदम प्रोफेसनल हुन्छ क्या उहाँ चाहिँ, एकदम प्रोफेसनल होइन। ल गर्दै गर्नु एकदम प्रोफेसनल हुन्छ है उहाँ चाहिँ। उहाँको बजारतिर पनि छ उहाँको यो सैलुन है। अब मान्छेसँग कस्तो हुन्छ भने सिप भयो भने जहीँ गएर पनि भोकले मर्दैन भन्ने भनाइ छ नि त होइन। सिप चाहिँ हुनुपर्छ, स्किल डेभलप गर्नको लागि चाहिँ पछि हट्नु हुँदैन है। अब तपाईँहरूसँग पनि केही सिपहरू छन् भने तपाईँलाई एउटा जीवन धान्नको लागि एउटा बाँच्ने आधार रहन्छ होइन। हाम्रो जय किसन जीसँग पनि सिप भएको कारणले गर्दाखेरि त यत्रो विराटनगर एउटा घर पनि ठडाइराख्नु भएको छ, यही सैलुन चलाएरै ठडाउनु भएको होइन तपाईँले हो नि। सैलुन चलाएरै ठडाउनु भएको हो। अब ठाउँ ठाउँमा जग्गा पनि किन्नु भएको होला, छोराछोरीलाई पढाइरहनु भएको छ होइन। एउटा छोरीको बिहेदान पनि गरिसक्नु भएको छ र अहिले उहाँको कहाँनिर पो छ सैलुन? बजारमा हस्पिटल छेउमा पनि उहाँको सैलुन रहेको छ र घरैमा पनि उहाँको सैलुन छ। र दुईतिर बिहानभरि चाहिँ घरमै उहाँले चलाउनुहुन्छ अनि दिनभरि चाहिँ हस्पिटल चोकमा रहेको उहाँले आफ्नो सैलुन चलाउनुहुन्छ। एकदम उहाँको सैलुनमा सानो भइकन पनि उहाँले धेरै ग्राहकहरू बनाइसक्नु भएको छ होइन। अब उहाँ चाहिँ एकदम मिजासिलो अनि मृदुभाषी, मिठो बोल्ने, मिलनसार होइन, कहिले पनि नरिसाउने, ग्राहकहरूसँग पनि त्यति नै झुम्ने होइन। अनि हरेक ग्राहकहरू चाहिँ एकपल्ट उहाँको सैलुनमा भिजिट गर्ने आउने बित्तिकै उहाँसँग नजिक भइहाल्ने र उहाँ पनि ग्राहकहरूसँग नजिक भइहाल्ने उहाँको क्षमता, क्यापेसिटी रहेको छ। र त्यसैले पनि उहाँले धेरै ग्राहकहरू कमाइसक्नु भएको छ विराटनगरमा। र उहाँले चाहिँ अब यो पेसा परिवर्तन गरेर अर्को पेसा गर्नुपर्ने कुनै आवश्यकता बाध्यता छैन नि होइन। छैन, किनभने यही पेसाबाट नै उहाँले आफ्नो सुन्दर जीवन बसालिसक्नु भएको छ विराटनगरमा है। विराटनगर भनेको अलिकति सिटी एरिया नै हो। यो सिटी एरियामा पनि उहाँले चाहिँ सैलुन चलाएरै आफ्नो गृहस्थी जीवनलाई चाहिँ स्थापित गरिसक्नु भएको छ। र आज शनिबारको दिन चाहिँ म उहाँकै सैलुनमा, घरकै सैलुनमा यो कपाल काट्नको लागि आएको छु। र उहाँलाई चाहिँ म ब्रुड कपाल एकदम छोटो 0 नम्बरको होइन 0 लेभलमा राखेर चाहिँ काट्दिनु भनिरहेको छु मैले। अब स्कुल छुट्टी पनि छ, अब यो छुट्टीको टाइममा स्कुल पनि जानु पर्दैन, एकदम छोटो पारिदिने हो छालाई देखिने गरी। त्यसपछि अनि स्कुल जाउन्जेलसम्म मात्रै, स्कुल लागेसम्म त अलिक बढ्छ पनि, त्यही भनेर है। र गाइस तपाईँहरू पनि काट्न चाहनुहुन्छ भने आउनु होला होइन। र फी पनि भन्दा हुन्छ यहाँ तपाईँको यी सैलुनमा चाहिँ कि थापाजी फी भन्दा हुन्छ नि कति लाग्छ भनेर? सामाजिक नाताले सस्तो सामाजिक नाताले अनि अलिकति गाउँघरमा चाहिँ उहाँले अलिकति सबैजना आउन् होइन। किनभने अब सबैजनाको अब अलिकति महँगो तिर्ने पहुँच हुँदैन नि त होइन। अनि गाउँघरतिर त सबै आम्दानी पनि नहोला, सबैजना बनिबुटो गरेर खाने मान्छेहरू बस्छन् सायद यतातिर होइन। गाउँघरतिर प्रायः त्यही त हो नि होइन। र सबै सामाजिक भावनाको हिसाबले चाहिँ अब समाजसेवा गर्ने हिसाबले उहाँले अलिक सस्तो राख्नु भएको छ होइन। र रेट रहेको छ मात्र 100 है यहाँको होइन। र यहाँहरू पनि आउन सक्नुहुन्छ यो सैलुनमा र मजाले एकदम ध्यान दिएर काटिदिनुहुन्छ। अब सस्तो छ भन्ने बित्तिकै उहाँले चाहिँ लापरवाही गर्ने जताभावी गर्नुहुन्न, एकदम मिलाएर तपाईँ जसरी अरू सैलुनतिर बजारको लग्जरियस सैलुनमा जसरी कटाउनुहुन्छ त्यसरी नै काटिदिनुहुन्छ उहाँले है। उहाँले यो पेसामा धेरै अनुभव सङ्घाल्नु भएको छ, धेरै वर्ष खर्चिनु भएको छ। कति वर्ष भयो तपाईँको? 33 वर्षको अनुभव हो। 33 वर्ष यो पेसामा आबद्ध हुनुहुन्छ होइन। उहाँले समय दिइसक्नु भएको छ
र अहिले पनि कन्टिन्यू उहाँ लागिरहनु भएको छ है होइन यो पेसामा चाहिँ कपाल काट्ने पेसामा। र तपाईँहरू पनि आउन सक्नुहुन्छ। विराटनगर जतुवा मार्गमा पर्छ होइन उहाँको घर चाहिँ। र तपाईँहरू पनि मजाले उहाँसँग आएर चाहिँ भेटेर चाहिँ कपाल कटाएर जान सक्नुहुन्छ। तपाईँहरू पनि रेगुलर कस्टमर बन्न सक्नुहुन्छ जसरी म भनिरहेको छु, रेगुलर कस्टमर होइन। ल थ्याङ्क यू, तपाईँहरू आउन सक्नुहुन्छ भिजिट गर्नुको लागि। सबैलाई मैले जानकारी गराएँ त। हस्, थ्याङ्क यू।